हामी चाहिँ घाँस काट्नको लागि खेतमा आएका छौँ हैन बाबा मैले पालो दिइराखेको छु अब पछि अब सिलाको पालो हुन्छ सिलाले पस्तिर घाँस काट्तिर पनि कत्रो मुठी बनाउँदो पनि त्यो पनि हेर्न तिमीहरूले सोचिरहेको होला निनले चाहिँ घाँस काट्न जान्दैनन् मात्रै कर्मचारी मात्रै हुनु भन्ने सोचे होला तर हाम्रो बुहारी दिएको थिएँ किहालो काली ल हाम्रो अफिसर बुहारीले पनि घाँसै काटेछन् दियो भने घर आउँदाखेरि घाँस काट्न जान्छु बाबा भने मैले नजाऊ भयो पर्दैन एक दिन घाँस काटेर के हुन्छ र भनेको होइन कहिले कहिले तर डर लाग्छ भने त्यही भएर घाँस काट्न आएछन् अब मुठीहरू कत्रो बनाउँछन् छोटोमा किन काट्नु पर्छ छोटो अलि पछि बढ्छ अनि काट्ने हो त्यही भएर अलि लामो लामो काट त ल है म यता काट्छु ल ल हो त्यसरी काट हो त्यो लामो लामो काट मुठी ठुलो बनाउँछु भन्दाखेरि हात काटौली नि फेरि ल घाँसको मुठी पाँच फर्किसक्यो लागेर ल हेर्नुहोस् गाइस मेरो हातको मुठी मैले चाहिँ यति काटेँ अब यो मैले लगेर डोको नाच्छु हेर्नु है मैले कति बनाएको छु डोको बाबा कम हाम्रो बारीमा चाहिँ तरकारीको अभाव छैन के अरे खेतमा डोको भरिसकिदिनु नि त हेर्नु गाइस मैले डोको काटेर यति भरिसकेँ होइन अब आउँदैछ त्यो पनि मैले काटेको भनेर बुझ्नुहोस् है ल हेर्नु है मैले अनि यो डोको बोकेर घर पनि गइदिन्छु देखा धेरै भएर उता खसाल्नु भएछ ल आइसक्रिम बनाएर अब डोको बोक्नुहुन्छ म अडाइदिन्छु ल म डोको बोक्न लाग्यो है गाइज ल भयो सक्यो बाई हेर्नु गाइज यो चाहिँ बाबाको प्याज होइन अनि दिदीको कुरा बाबाले भन्दा राम्रो प्याज बनाउँछु भन्ने हो दिदी दिदी कसले लगाएको प्याज राम्रो भयो अनि हजुर लगाएको प्याज उकाइसक्नु भयो अहिले हेर्न जाउँला है गाइज कस्तो रहेछ हेर्नु गाइज यो बन्दा धेरै भएर यो खेती किसानी गरेर के गर्नु अब बजार पाउँदैन होइन अनि हाम्रो यसरी अब कुहिएर जान्छ अब के गर्नु है हेर्नु कस्तो छ हेर्नुहोस् त ल हेर्नु अब यो अब यति बन्दा काटेर बस्तुलाई खुवाउने त्यहाँभन्दा अब केही छैन है लाउने फेरि यता हुनुहुन्छ एकजना फेरि त्यहाँ हुनुहुन्छ अर्कोजना है उहाँ त पुरै कृषि विशेषज्ञ होइन एजी मात्र नपढ्नु भएको नत्र सबै आउँछ त्यो 1 मार्क्सले गर्दा एजी हो कि होइन के आएको अरे सुगम बाबाको ढोका छोड्नलाई झ्याप्पै बाहिर आएर पो डराइ के रहेछ भनेर आफै भएको ती चाहिँ हुन् हाम्रा घरका 1 नम्बरका गफाडी चिन्नुभयो नि ओ होइन बाबा जता जता जानुहुन्छ त्यता पुच्छर हुन् है ती चाहिँ हेलो के गर्दै हो आमै त्यस्तो मजाले निउरो कति मजाले फरेको के निउरो हो यो चिप्ले निउरो ए हामी चाहिँ यो कति बज्यो 5-6 बजीतिर हामी खोलातिर निउरो खोज्न आएका छौँ हजुर अब यहाँबाट म उहाँ झन् राम्रो पाइन्छ भनेर हिँडै हुनुहुन्छ म चाहिँ एउटा निउरो लिएर बसेछु होइन यहाँभन्दा धेरै निउरो त पाउनु नि पर्यो होइन दिदीले चाहिँ पाउनु भयो म पनि जान्छु तल है ओ यो सर्पको होला हजुर यस्तो झाडीमा जानु भयो नजानु आउनु ओहो नि मम्मी म्याडम उहाँ टिप्दै हुनुहुँदो रहेछ मम्मी के हुनुहुन्छ त्यहाँ धेरै छ
दिदी त्यता धेरै छ अरे अँ मम्मी उहाँ हुनुहुन्छ ऊ दिदी कता जानुभयो फाइनल्ली मेरो चाहिँ यति भयो मेरो चाहिँ ल मेरो चाहिँ यति भयो के रे ल है यति भयो ए कसको धेरै ल सन्न थोरै त मेरो भयो खै मम्मी थोरै त मेरो भयो ल है कसको धेरै भयो भनम है मैले टिपेको थोरै भयो ल ल बाई 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 बाई